वेलकम ब्याक टु माई च्यानल। सबैजनालाई स्वागत छ मेरो युट्युब ब्लगमा धेरै दिनपछि। यहाँ आज ठ्याङ्ग्रा हाल्दैछु। सासु आमा चाहिँ कता हुनुहुन्छ हौ? उहाँ ठ्याङ्ग्रा बनाउँदै हुनुहुन्छ साथीहरू। यहाँ चाहिँ यस्तो राम्रो छ आलुहरू। अस्तिको भिडियोमा मैले हालेको थिएँ हामी के लाउँदैछौँ भनेर। यस्तो भइसकेको छ साथीहरू। हेर्नुहोस् है त हजुरहरूले, अब म यहाँ ठ्याङ्ग्रा रोप्दैछु। Keep watching. यो त in saya kan ल साथीहरू, हामीले चाहिँ ठ्याङ्ग्रा देखाउँछौँ है सिमी फलेपछि कस्तो हुन्छ भनेर। वाचिङ लुगा सुकाउनु भएको छ। काँक्रालाई ठ्याङ्ग्रा लाउँदै हुनुहुन्छ सासुआमा। यता हेर्नु न, के गर्दै हुनुहुन्छ? हो, त्यसलाई उतै छ त, त्यसको लागि ठ्याङ्ग्रा एउटाको लागि जाँदैन। ए हो र। ल साथीहरू, यस्तो छ है। त्यो चाहिँ बोटे फर्सी हो रे। अनि त्यता चाहिँ बोरी मकै। यो चाहिँ अभोकाडो हो जस्तो छ साथीहरू। हाम्रो चाहिँ यस्तो साना साना छन्। अब यिनीहरू काँक्राको यस्तो छ, छिया लागिसकेको छ। खाने भए आउनु होला। यस्तो छ, रमाइलो छ साथीहरू। आलु लागेका छन् यहाँ। यस्तो राम्रो छ। त्यहाँ त सिमी ठुलो भइसक्यो घरबेटीहरूको। चाहिँ हाम्रो अब आँप फल्ने सिजन। हामी चाहिँ कहाँदेखि आयौँ? बारी ठ्याङ्ग्रा हाल्यौँ। अब सिम फलेपछि देखाउँछ। ओके, सी यू सुन। किप वाचिङ, किप लभिङ, डु सब्सक्राइब, कमेन्ट, किप लभिङ। बाई बाई।